ए कोइला भाइ मेरो लफङ्ग जाइन फोन दियो त खुरुक्का ल म फोन दिन्न अरे के गर्ने हो ए तँभन्दा गोरो मान्छे मसँग मुख लाग्छस् फोन दे खुरुक्का दाजु हजुरको संस्कारी सासूको फोन फोन सासू तेरी भाइ उठाउँदैछु त अनि खस्यो त अनि म क्या गरौँ त अनि उठाउ यहाँ भित्ता उठाएछ कि नै भित्ता फोन यसो गर यसो यो फोन उठाएर भित्ता उठाएछ उठाएर दिएको उठाउ चोट लाग्यो ट्याउ हेलो सासू ए लफङ्ग ज्वाइँ मोबाइल किन स्विच अफ गरेछौ मेरो मोबाइल अफ गरेको छु घरबाट लखेट्यौ तिमीले कोइलासँग गफ गरेको छु कोइलासँग गफ गरेको छु ज्वाइँ तिमी जहाँ भए पनि हाँसिरहनु खुसिरहनु तिमी जस्तो ज्वाइँ अब हामी पाउने नै तिमी कति राम्रा थियौ तिम्रो बानी जान कति राम्रा हुन् बिहान 11 बजीसम्म सुत्यौ अब 12 बजीसम्म सुत्नु 3 दिनसम्म मुङ नदैन भात खान्छौ अब 1 हप्तासम्म नधुनु के फरक पर्ला तिमी यति धनी थियौ तिमीसँग दसैँको बेला मात्रै पैसा हुन्थ्यो अब कहिल्यै पनि पैसा नहोस् घोर प्रशंसा सासू घोर प्रशंसा यस्तो मिलाएर प्रशंसा गर्न आउँदो रहेछ म पनि तिम्रो प्रशंसा नगरिकन म बस्न सक्दैन के सासू तिमी झन् यस्तै राम्री मान्छे सासू होइन तिमीलाई चाउचाउ पकाउन लाउँदाखेरि मसला लुकाउँथ्यौ अब आज त चाउचाउै लुकाउनु पुरो घरमा पाहुना आएपछि मासुका राम्रा पिस आफू लुकाउँथ्यौ पाहुना न पुछुड हालिदिन्छौ अबदेखि कोकरै लुकाइदिनु पुरो तिमी यति माडे हौ सासू यति माडे हौ होइन चिजमा तिमी ग्यारेन्टीवाला सुन लाएर पल्ल्या घर आइन त्यो होपलेस बनाएछौ तिमीले तिम्रो दाँतका त कुरै नगरौँ सासू नक्कली दाँत यो गाउँ चुट्दाखेरि खसेर जुनेली रातमा खोइना आइरहन्छौ तिमी न